आज सदन चलाउने हिसाबमा हामी धेरै लामो छलफलहरू गऱ्यौँ। करिब 2 घण्टा जति छलफल गर्ने रोक्ने गरियो। तर अब प्रतिपक्षले चाहिँ अब सदन चलाउनको लागि अब विशेष गरी यो अहिलेको बजेटमा छलफल गर्ने, यो बजेटमा छलफल गरेर अगाडि गर्नुपर्ने कुरा थियो। यसको लागि करिब 33 दिन जति लाग्छ हैन। हामीले प्रतिनिधि सभामा 18 दिन र 15 दिन जति राष्ट्रिय सभालाई समय दिनुपर्छ र राष्ट्रिय सभाबाट फर्किसके पछाडि पनि करिब 3 दिन जति हामीले प्रतिनिधि सभामा छलफल गरिसके पछाडि बजेट कार्यान्वयनमा जान सक्छ। त्यो कारणले गर्दाखेरि सबै जोड्दाखेरि 33 दिनभन्दा बेसी समय लाग्न सक्ने भएको कारणले गर्दाखेरि सदन अगाडि बढाउँ र प्रतिपक्षबाट राख्नु भएको कुरा त यथोचित समयमा त्यो सम्बोधन भइ नै हाल्छ। अहिले प्रधानमन्त्रीज्यूले राख्नु भएको चाहिँ कुरामा जुन प्रतिपक्षले अब यसमा जवाफ दिनु पर्यो भनिराख्नु भएको छ, त्यो प्रधानमन्त्रीज्यूले बोल्ने क्रममा त्यसको जवाफहरू आइ नै हाल्छ भन्ने हिसाबमा हामीले छलफल गऱ्यौँ। होइन अब यो चाहिँ अब हामी सदन अवरुद्ध नै गर्छु भनिसके पछाडि अब यो बिचमा छलफलको आदि इत्यादि सबै समयको लागि राखेर 25 गते सदन खुल्ने गरी चाहिँ सदन स्थगित भएको छ र यो प्रक्रियामा हामी राजनीतिक छलफलहरू संवादहरू गरि नै हाल्छौँ। सदनबाट जुन एउटा कानुनहरू बन्नुपर्छ त्यसको लागि बजेटहरू पारित हुनुपर्छ, त्यसको लागि यो क्रममा अगाडि जाने गरी छलफलहरू अगाडि बढ्छ र सदन चाहिँ 25 गतेसम्मको लागि स्थगित भएको छ। हैन अब यो पार्टीले यो विषयमा धारणा नराख्ने कुरै भएन हैन। पार्टीले सीमा सम्बन्धी धारणा नराख्ने कुरै भएन। अहिलेको चाहिँ एउटा जुन रिपोर्टहरू छ सामान्यतया आउने चाहिँ अब यो 10 गजा क्षेत्रमा सबै दुवैतर्फबाट चाहिँ भू उपयोगहरू भएको छ। त्यसलाई सीमा मिचेको भन्ने नभन्ने शब्द कस्तो प्रयोग गर्ने भन्ने एउटा पाटो रह्यो र यो चाहिँ अन्तर्राष्ट्रिय हिसाबमा पनि छलफल गरेर जानुपर्छ भन्ने जुन प्रधानमन्त्रीज्यूले राख्नु भएको छ त्यसले हामीलाई अझ बलियो बनाएर अगाडि बढाएको छ कि हाम्रो सीमाको समाधान अलि छिटो गर्नुपर्छ, कूटनैतिक तौरबाट पहल गर्नुपर्छ भन्ने छ। यो विषयमा पक्का पनि सरकारको तर्फबाट त आइ नै हाल्छ र अर्को चाहिँ अब यो रिभर्स कूटनीति पनि हो र अर्को तर्फ चाहिँ के भने पार्टीले त यस अगाडि नै हामीले हाम्रो चाहिँ भूमि मिचिएको सन्दर्भमा त्यो भूमिहरू फिर्ता हुनुपर्छ र भूमि फिर्ता लिनको लागि चाहिँ कूटनैतिक पहलहरू गर्नुपर्छ भनेर स्पष्ट धारणा राखिसकेका छ। त्यो कारणले गर्दाखेरि पार्टीको धारणा स्पष्ट नै छ र यो विषयमा चाहिँ थप छलफलहरू अगाडि बढ्छ। यो त चाहिँ तत्ठाउँमै छलफलहरू भएर अगाडि बढ्ला हैन। यो विषयमा मैले थप धारणा राख्नुभन्दा पनि पार्टीको धारणा स्पष्ट छ। हाम्रो भूमिहरू मिचिन दिन हुँदैन र त्यो भूमिहरू हामीले फिर्ता ल्याउने कूटनैतिक पहलहरू गर्नुपर्छ भन्ने पार्टीको धारणा स्पष्ट छ र प्रतिपक्षी दलहरूसँग यो विषयमा पनि हामीले छलफल गरिरहेका छौँ। आज पनि 2 घण्टा जति करिब छलफल गरेर हामीले सदनलाई सुचारू गर्ने, यो सदन सुचारू गरौँ त्यो विषयमा तत् अवस्थामा चाहिँ सरकारको तर्फबाट चाहिँ त्यसको कुराहरू आइ नै हाल्छ भनेर हामीले यसरी राख्यौँ र यो सन्दर्भमा चाहिँ उहाँहरू भन्नुहुन्छ होइन पहिला चाहिँ यो आउनु पर्यो त्यसपछि बल्ल सदन जान्छ भन्नुहुन्छ। त्यो एउटा चाहिँ उहाँहरूले राख्ने कुरा चाहिँ कस्तो छ भने त्यो आउँछ भनिसकेपछि त त्यसलाई अगाडि पनि बढाउनु पर्यो नि त हैन। त्यो अगाडि बढाउनु पर्यो र अगाडि बढाउने सन्दर्भमा चाहिँ छलफलहरू हुन्छन् र त्यो छलफलबाट अगाडि बढ्छ भन्ने लाग्छ मलाई। सुखले जित्छ जिन्दगी उसको जो जिन्दगी जितेर हाँस्दछ, उनै हुन्छ सफल सर्वदा जो मुस्कुराएर बाँच्दछ। र त तपाईको मुस्कानका खातिर हिमालयन गौरी शंकर डेन्टल क्लिनिक सदैव हाजिर छ। दाँत निकाल्ने, कृत्रिम दाँत हाल्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने र टल्काउने, साथै दाँत र गिजा सम्बन्धी सम्पूर्ण उपचार। विस्तृत जानकारीका लागि हिमालयन गौरी शंकर डेन्टल क्लिनिक, अस्पताल लाइन, धनगढी। फोन नम्बर 9848 44 29 14। मुस्कानमा अडिएको छ तपाईको सफलता र तपाईको सफलताको साक्षी हुन हामी सदैव तयार छौं। हिमालयन गौरी शंकर डेन्टल क्लिनिक, अस्पताल लाइन, धनगढी।